जुन कार्गो विशेष गरी नेपालबाट एक्सपोर्ट गर्ने र उताबाट इम्पोर्ट गर्नेलाई एक्सपोर्ट र इम्पोर्टको बीचमा जुन यो अहिले चाहिँ तपाईहरुको संस्थाले एउटा सहज र यसलाई सरलीकरण गरिदिने काम राज्यको हो। त्यो राज्यको संसदमा तपाईहरुकै पूर्व अध्यक्षलाई तपाईहरुले आज नेपाली जनताले उहाँको भूगोलबाट मन पराएर मान्य बनाउनु भएको छ। पक्कै पनि तपाईहरुको आवाजलाई उहाँले पुर्याउनु हुनेछ, उहाँले प्रकाशजीले पुर्याउनु हुनेछ। र मैले पनि यो अहिले 3 तहको सरकारको सहकार्य, समन्वय र सहअस्तित्व भित्र प्रदेश सरकारको मुख्यमन्त्रीको हैसियतले बेला बेलामा प्रधानमन्त्री सहितको केही मिटिङ हुन्छ। त्यसमा तपाईहरुको समस्या, तपाईहरुको चाहिँ अहिलेको अवस्था र यसले भोगिरहेको कुरालाई सजिलो बनाउन अहिलेको चाहिँ के छ भने नयाँ पुस्ताको नयाँ किसिमले आएको संघीय सरकारले यो सम्बन्धमा विगतमा भएका कमी कमजोरीलाई सुधार्दै यो संस्थाले लिएको नीति र त्यो अनुभव र विभिन्न काम गर्दाखेरिको भोगाई, त्यो भोगाईलाई सरलीकृत गर्नको लागि राज्यको तर्फबाट, सरकारको तर्फबाट र त्यसलाई व्यवस्थित र राम्रो गर्नको लागि बाटोहरू सुविधायुक्त र त्यसलाई चाहिँ के छ भने विदेशबाट आएको सामानलाई त्यो चाहिँ जुन हाम्रो विभिन्न भन्सार नाका, विशेष गरी वीरगञ्ज भन्सार नै लगभग तपाईहरुको 70% त त्यही नै होला। त्यहाँको चाहिँ ड्राइपोर्टमा अलि व्यवस्थितसँग सामान राख्ने, त्यसैगरी काठमाडौँमा पनि ड्राइपोर्ट बनिएको छ। हरेक चाहिँ के छ भने नाकाहरूमा चाहे पूर्वदेखि लिएर भैरवादेखि लिएर त्यसलाई चाँडो व्यवस्थित गरिदिने र आएको सामानलाई सुरक्षित र व्यवस्थित राखिदिने काम राज्यको प्लेनबाट पनि तपाईको हवाई मार्गबाट पनि आउँछ। ती कुराहरूलाई गर्ने कुरा र आज तपाईहरुले निरन्तर तपाईहरुको काममा सपोर्ट गर्ने, सहयोग गर्ने, एकाअर्कामा समन्वय गरेर काम गर्नेहरूलाई सम्मान गर्नुभयो। सम्मानित व्यक्तित्वप्रति पनि मेरो पनि हृदयदेखि सम्मान छ कि यो संस्थाले भावी नीति योजना र सरकारसँग गरेको अपेक्षाको लागि मैले प्रदेश सरकारको प्रमुखको हैसियतले संघीय सरकारसँग मैले विभिन्न प्रधानमन्त्रीसँग हुने समन्वय र सहअस्तित्वका मिटिङहरूमा, बैठकहरूमा तपाईहरुको आवाजलाई, तपाईहरुको भनाइलाई, तपाईहरुले चाहिँ के छ भने खोजेको कुरा र तपाईहरुलाई के गर्दाखेरि राज्यले सहज हुन्छ र त्यसमा बागमती प्रदेश सरकारले गर्न सक्ने कुरा मलाई माननीयज्यूले भन्नुभएको छ। त्यसमा मैले गर्न सक्ने कुरामा म गर्ने कुराको प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। तपाईहरुले यो कार्यक्रममा मलाई बोलाएर जुन यो कार्गोको विषयमा र यो चाहिँ के छ भने यसले गर्ने कामहरू, गतिविधिहरू, विभिन्न देशहरूका सामानलाई यसरी यहाँ चाहिँ आयात गर्ने, यहाँ चाहिँ के छ भने यहाँबाट चाहिँ विदेशतिर पठाउने, निर्यात गर्ने र त्यसलाई कसरी हुन्छ छिटो छरितो गन्तव्य स्थानमा पुर्याउनको लागि तपाईहरुलाई अहिलेको जमाना अनुसारको यो प्रविधिको जमाना हो। प्रविधिको जमानालाई अझै यसलाई चाहिँ छिटो सामान पठाउने प्रक्रियामा राज्यले त्यो प्रविधिको विकास गरोस् कि सरकारले त्यो प्रविधिको विकास गर्दा हामी त्यसलाई अझै द्रुत गतिमा जान सक्ने र त्यसका लागि अब यो कार्य गर्नको लागि सिप, तालिम र त्यो चाहिँ के छ भने दक्ष जनशक्तिको म्यानेजमेन्टको लागि त्यो व्यवस्था गर्न प्रदेश सरकारले पनि केही सहयोग गरोस् भनेको छ। त्यसकारणले राज्यको भन्सारबाट, विभिन्न निकायबाट ट्याक्स उठेर उद्योगपति, व्यापारीले र तपाईहरु जस्तैले कार्य गर्दाखेरि आएको सेन्ट्रल गभर्नमेन्टमा आएकै पैसा पनि यो संघीय चाहिँ गणतन्त्र अनुसार प्रदेशलाई, स्थानीय तहलाई सबैतिर चाहिँ आखिरी जानी नै हो। त्यसकारण हामीले राज्यलाई खर्चिलो कम बनाएर, जनतालाई बोझिलो नभई ओझिलो बनाएर 3 तहको सरकारले सेवा प्रवाह गर्दा गतिशील र चाहिँ चाहिँ व्यवसायीले आफूले तिरेको ट्याक्सको सुविधा चाहिँ के छ भने हामीलाई पनि अलिकति सहज बनाइदिने, राज्यको तर्फबाट सहयोग गरिदिने र त्यो कुरामा प्रदेश सरकारको तर्फबाट गर्न पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै तपाईहरुको यो आजको 32औं यो चाहिँ के छ भने तपाईहरुको नेपाल फ्रेड एन्ड यो चाहिँ फ्रेड र फरवार्डिङ यो चाहिँ एसोसिएसनको कार्यक्रमको पूर्ण सफलताको कामना व्यक्त गर्दै तपाईहरुसँग भोलि सरकारको तर्फबाट मैले गर्नुपर्ने म पनि यसो चाहिँ केही उद्योग धन्दा कल कारखानासँग जोडिएको
गरी खाएको मान्छे भएको हुनाले तपाईँहरूको कर्का मर्का राम्रैसँग बुझ्छु। मैले नेपाली जनतालाई हामीले चाहिँ विभिन्न राजनीतिक परिवर्तन गर्न सिकायौँ र हामीले राजनीतिक परिवर्तन सँगसँगै जनताको जीवन स्तर परिवर्तन गर्नलाई हामीले चाहिँ अलि राम्रोसँग सिकाएनौँ। नैतिकता, अनुशासन, मर्यादा, धैर्यता र चाहिँ सङ्कट र चाहिँ अप्ठ्यारोबाट समाधान निक्लिन्छ सङ्घर्ष गरेपछि। त्यसकारण हामीले सङ्घर्ष र चाहिँ के छ भने एउटा हरेक मान्छेको चाहिँ काम गर्दाखेरि सङ्कट आउँछ, सङ्घर्ष गर्नुपर्छ, समाधान प्राप्त भइहाल्छ। त्यसकारणले त्यो कुरा हामीले चाहिँ हाम्रा आउने चाहिँ के छ भने भावी चाहिँ पुस्तालाई सिकायौँ भने मान्छेले तत्कालै अहिले चाहिँ टिकटकमा जस्तो हेरेको जस्तो र चाहिँ मोबाइलमा हेरेको जस्तो तत्काल रिजल्ट खोलिन्छ। अहिलेको चाहिँ यो एआईको जमाना छ। त्यसकारणले रिजल्ट भन्ने कुरा गर्दै गएपछि समय लाग्छ रिजल्ट आउनलाई। त्यो चाहिँ कर्म गर्दै निरन्तर अभ्यास, प्रयास, सङ्घर्षले आउने हो। बुवाले, हजुरबुवाले गरेको कर्मले नातिलाई, छोरालाई अलि सजिलो होला, तर के छ भने त्यो सजिलो पाएको जीवनले हिजोको नाति, हजुरबुवा र बुवाको चाहिँ काम गर्दाको अप्ठ्यारो दिन, त्यो बेलाको प्रविधि, त्यो बेलाको समय बुझ्दैन। त्यसकारण त्यो हामीले यथार्थ घरबाट र समाजबाट त्यो बुझाउन जरुरी छ। त्यो बुझाइयो भने पक्कै पनि नयाँ पुस्ताले बुझ्यो भनेदेखि वास्तवमा हिजोको जीवन के थियो, मेरो पिताजीको, मेरो पिताको पनि पिताको जीवन के थियो, कसरी सङ्घर्ष गरेर यहाँसम्म आयो भने जसरी संस्थापन अध्यक्षले भोगेको हुन्छ अहिले हुने अध्यक्षले त्यो सबै कुरा भोगेको हुँदैन। उहाँले त्यो उहाँहरूको भोगाई उहाँको लागि सिकाइ हुनेछ। त्यो सिकाइले उहाँहरूले अझ राम्रो बनाएर अगाडि बढ्न सक्छ। त्यसकारणले यो कार्यक्रमको, यो दिवसको म हार्दिक शुभकामना व्यक्त गर्दै आफ्नो भनाइ यहीँ टुङ्ग्याउँदै तपाईँहरूप्रति मैले भन्ने गर्छु बार कि समाजमा 3 किसिमका वर्ग छन्। हिजो गरिब र धनी वर्गको कुरा हुन्थ्यो, गरिब र धनीको बिचको खाल्टो चाहिँ भर्ने कुरा हुन्थ्यो। अहिले समाजमा त्यो कुरा हटेर गएको छ। गरिखानी जस्तो सुकै भए नि मेहनत गर्ने वर्ग गरिखानी वर्ग चाहिँ धनी हो, ठगी खानी र मागी खानी वर्ग गरिब हो। त्यो जतिसुकै ठुलो होस्, त्यसकारणले ठगी खानी र मागी खानीलाई गरी खानी बनाएर रूपान्तरण गर्नु हाम्रो मूल धर्म हो। त्यो काममा हामी सबै जुटौँ, लागौँ। तपाईँहरूलाई त्यही शुभकामना दिँदै बिदा हुन्छु। धन्यवाद, नमस्कार। सबैको जय होस्, तपाईँहरूको जय होस्। जय नेपाल।